आज गुल्फे भाइ के गर्दैछ? योगा गरिरहेछ त गाँडु त। ओ के गरेको? के गरेको? मेडिटेसन भन्छ यसलाई चाहिँ। दिनभरि तिमी जति पनि काम गर्छौ घरमा आएर शान्तिसँग मेडिटेसन गर्यो भने तिमीले आफ्नो शरीर अनि तिम्रो शरीरले पनि शान्त पाउँछ, तिम्रो शरीरले पनि बिसाउने समय पाउँछ। के छ र ठङ भाइ, जिन्दगी 2 दिनको हो। बाँचिन्जेल जे गर्यो त्यही नै अर्थपूर्ण हुन्छ। मरेर के नै लानु सक्छौ र तिमीले? बरु औ तिमी पनि मसँग बस अनि यो जीवनको सत्यतालाई अँगाल। औ बरु यहाँ बस तिमी पनि ठङ भाइ, मसँगै नै गर मेडिटेसनहरू गर। अब योग दिवस पनि आउन आँट्यो, त्यसैले हामी सबै पालन गर्नुपर्छ। ठङ भाइ यस्तै छ जिन्दगी, बाँचिन्जेल जे गरे त्यही नै हुन्छ अर्थपूर्ण। मरेर केही लानु सक्दैन ठङ भाइ, एउटा नाङ्गोसाला एउटा लुगा धरि पनि लानु सक्दैनौ। बरु यो संसारिक कुरोलाई त्याग अनि औ बरु बस मसँगै मेडिटेसन गर। यसमै छ जिन्दगी। हुनु त सही नै हो, गर्नु त पर्छ नि अब योगा पनि हो। अन्त खोइ तिम्रो फोन चाहिँ दिनभरि लाइट पनि थिएन, अहिले बल्ल बल्ल लाइट आयो। मेरो त बल्ल 100% भएर गेम खेल्न आएको। खोइ तिम्रो फोन चाहिँ? फोन खोइ तिम्रो? त्यो छोरा न भएको त। न भन न, कहाँ छ फोन चाहिँ? छोड्दैन। यता छ? खोइ कता छ? कता राख्यो फोन? चार्ज चाहिँ सक्यो भने चार्ज अटा तेरो यो मेडिटेसन तेरो चार्ज। ल साला म के पो भन्छ नि, त उसको फोन चार्ज छैन रहेछ हो। चार्ज पनि उसको कति आमा भर्खर 20% हुँदो रहेछ। दिम लात्ताले भन्दैछ है, भन्दै यो लात खान्छस् है। अलिकति तलै पठाइ नि मैले अलि लात्ते तेरो हावाको जान्छु बेकारमा योगा।